आज म एउटा विशेष ठाउँमा आएको छु। यो अगाडिपट्टि जुन देखिराखेको दृश्य छ यो युनाइटेड अरब इमिरेट्सबाट स्टेट अन्तर्गत यो नर्थर्न इमिरेट्स उत्तरी इमिरेट्स अन्तर्गत पर्छ। यो उमल क्वेन भन्ने ठाउँमा हेर्न सकिन्छ। यो ठाउँमा म धेरै वर्ष अगाडि आजभन्दा लगभग 10 वर्ष अगाडि त्यसमा बसोबास गर्ने गर्थेँ। त्यो बेला यो ठाउँ बाटो बन्द गर्न भइरहेको। यो बाटोको कुरा गर्दा नै यतापट्टि यो दुवैपट्टिबाट आउने बाटो यताबाट र यो बाटो यो हुँदै यहाँबाट यतापट्टि भनेको उमल क्वेनको पुरानो मार्केट भयो र यो अगाडिपट्टि म यहाँ देखाउन चाहन्छु। यो थोरै यहाँ हेर्न सकिन्छ। यो यहाँनिर यो पार्क जुन बनिरहेछ यहाँ अहिले भिडभाड छ, मान्छेहरू एकदमै भिडभाड छ। म त्यो पार्कमा गएर त्यहाँको दृश्यहरू खिच्ने कोसिस गर्नेछु त्यो ठाउँबाट र म क्रमशः यो रोड क्रस गरेर त्यो ठाउँमा जानेछु र म यो रोडको वारिपट्टिबाट अहिले भिडियो बनाइरहेको छु र यहाँनिरबाट वारिपट्टि गएर त्यो भिडियोको सङ्कलन गर्नेछु। ठाउँ एकदमै सुन्दर छ। मलाई यो ठाउँ साह्रै रमाइलो लाग्छ। म धेरै वर्षदेखि नै म बसोबास पनि गरिरहेको र त्यही क्रममा यतापट्टि चाहिँ यहाँ राम्रोसँग पार्क बनेको र म यही पार्कमा आज घुम्नको लागि भन्दा टुरिस्ट त हुन लागेको छ। अहिले साँझ पर्दैछ। फाइनली म यो इन्ट्रान्सबाट यहाँ इन्ट्रान्स हुँदैछु। अहिले यहाँनिर एउटा बोर्ड राखेको छ, हेर्न सकिन्छ। यो सम्झनामा केही कुराहरू लेखिएको छ र यहाँबाट क्रमशः म भित्र जाँदैछु। यो मेन इन्ट्रान्स एक्ज्याक्टली इन्टरसेक्सनमा र यहाँबाट यतापट्टि हेर्न सकिन्छ। यतापट्टि राम्रो अहिले साँझ परेको हुनाले बत्तीहरू बलिरहेछ राम्रोसँग र बिरुवाहरू रुखहरू एकदमै राम्रो यहाँनिर रुखहरू लगाएको छ। सानो सानो भर्खर भर्खर स्टार्ट हुँदै गरेको पार्क हो यो, हेर्न सकिन्छ। एकदमै रमाइलो मनोरम दृश्य छ। सबैले मान्छेहरूको घुमघाम धेरै छ र यहाँनिर एउटा सानो मिनी रेल बच्चाहरूको लागि एउटा रेल पनि छ यहाँनिर, यहाँ हेर्न सकिन्छ। र यहाँबाट सिधै अगाडि म जाँदैछु र दृश्य एकदमै रमाइलो छ। यहाँबाट म सिधै अगाडि जाँदैछु र यहाँ बिच पनि बनाइएको छ। पहिले यहाँ बिच थिएन, अहिले चाहिँ यहाँबाट बिच बनाइएको रहेछ। यहाँ हेर्न सकिन्छ ओपन बिच छ र अगाडिपट्टि सिपहरू पनि छन्। यहाँनिर हेर्न सकिन्छ। यहाँनिर सिप ठुलो सिपहरू आएर बसेको छ। यहाँ हेर्न सकिन्छ। यो सिप मैले जुम गरेर देखाउँदैछु। यहाँ हेर्न सकिन्छ यो सिप एकदमै राम्रो छ, ठुलो छ यो सिप, हेर्न सकिन्छ। त्यस्तै गरी यहाँनिर एउटा सानो घर जस्तो पानीभित्र केही देखिन्छ। म अलिकति अगाडि जाने कोसिस गर्दैछु। यहाँनिर पानीमा भित्र एउटा घर जस्तो देखिन्छ। यो चाहिँ के प्रपोजको लागि बनाएको थाहा छैन। यहाँ हेर्न सकिन्छ समुद्रको पानी र ओपन बिच यहाँनिर अहिले राखिएको रहेछ। यहाँनिर हेर्न सकिन्छ। पहिले यो बिच यहाँनिर थिएन। यो चाहिँ माछा मार्ने एउटा ठाउँ थियो हामीले म बसेको समयमा। यो चाहिँ फिसिङ एरिया थियो यहाँनिर। अहिले बिच बनाएको रहेछ र यो एकदमै सुन्दर छ। यहाँ हेर्न सकिन्छ। यहाँ अगाडि क्रुजर दुबईको जस्तो क्रुजर ट्याक्सी पनि यहाँ पर देखिरहेको छ। म अलिकति जुम गर्ने कोसिस गर्दैछु। यहाँ पर अलिकति मैले जुम गरेर निकाल्ने कोसिस गरिरहेको छु र यो क्रुजर ट्याक्सी चाहिँ पानीमा ठ्याक्कै यो बर्दुबईको स्टाइलले यहाँनिर राखेको छ एउटा क्रुजर ट्याक्सी, हेर्न सकिन्छ। पर सायद त्यो पे गरेर यहाँबाट चाहिँ भाडामा लिन सकिन्छ। यहाँनिर एउटा सिप छ, यहाँ हेर्न सकिन्छ। यो सिपलाई मैले अलिकति नजिकबाट देखाउने कोसिस गरिरहेको छु। हेर्न सकिन्छ ब्याकग्राउन्डमा। र आजको मेरो गन्तव्य यो उमल क्वेन बिचसम्मको र आज यहाँ एकदमै फ्रेसनेस फिलिङ भइरहेछ। हेर्न सकिन्छ साँझ परेको हुनाले अलिकति दृश्य अलिकति अँध्यारो छ, राम्रो छ। यहाँनिर हेर्न सकिन्छ। म यो रुख अलिकति देखाउँदैछु। यो रुख अलिकति एकदमै राम्रो देखिन्छ। यो पामको रुख हो। यहाँ हेर्न सकिन्छ गोल यसको जुन आकृति छ एकदमै राम्रो छ र नुहाउनको लागि पनि यहाँनिर अहिले स्विमिङ पुल ओपन भएको रहेछ। यो ओपन बिच अगाडि बिच भएकोले गर्दा पब्लिक एरिया हो। नजिकै गएर भिडियो अहिले मैले बनाइनँ, टाढैबाट बनाइरहेको छु र म क्रमशः भिडियोहरू अगाडिको दृश्यहरू कैद गर्ने कोसिस गर्दैछु। यहाँनिर हेर्न सकिन्छ रुखहरू एकदमै राम्रो गरी यो देख्न सकिन्छ। पामको रुखहरू
यो साँच्चै राम्रो छ यो पामको आकृतिको यसको पत्ता एकदमै गोलो तरिकाले बन्छ यहाँ हेर्न सकिन्छ म अझै देखाउँदैछु हेर्न सकिन्छ हल्का हावा चलिरहेको हुनाले पत्ताहरू एकदम राम्ररी मुभ भइरहेको छ हेर्न सकिन्छ यहाँनिर एउटा बच्चाको लागि खेल्ने सानो गाडी हेर्न सकिन्छ यहाँनिर थुप्रै गाडीहरू छ हेर्न सकिन्छ गाडीहरू यो बच्चाको लागि फन गाडीहरू छ रेन्टमा लिएर चलाउन बच्चाहरू उड्न मिल्ने खालको र एकदमै राम्रो गाडीहरू छ सानो गाडीहरू विभिन्न प्रकारका आकारमा छ हेर्न सकिन्छ पुतलीको आकारमा छ म्युजिक सहित पुग्छ यो आउँदैछ अर्को यहाँ एउटा रेल छ हेर्न सकिन्छ सानो मिनी रेल बच्चाहरू कुद्ने हेर्न सकिन्छ एउटा गाडी र ठाउँ एकदमै रमणीय छ छुट्टीको समयमा घुम्नको लागि त यहाँ राम्रो लाग्यो आकाशमा आज जुन देख्न सकिन्छ हेर्न सकिन्छ आज यहाँ एउटा आइसक्रिमको पिक्चर राखेको छ हेर्न सकिन्छ भयङ्कर ठुलो छ यहाँ आइसक्रिम किन्न पाउने रहेछ एकदमै राम्रो छ हाम्रो सुजन ब्रो यहाँ आइसक्रिम किन्न ल्याएको छ यहाँनिर आइसक्रिम खाउँ भन्ने सोचेर ल आइसक्रिम चाहिँ अब अलिक महँगो रहेछ 5 ग्राम भन्दो रहेछ बाहिर 1 रुपियाँ 2 रुपियाँ पाउने आइसक्रिम यहाँ 5 ग्रामको पार्क भएको कारणले गर्दा स्पेसली ल फाइनल्ली आइसक्रिम यहाँ हेर्न सकिन्छ हाम्रो सुजन ब्रोले आइसक्रिम किनेर ल्याइसक्यो आज स्पेसल यो ठुलो आइसक्रिम यहाँ सानो आइसक्रिम यहाँ हेर्न सकिन्छ यो सेम छ कि छैन यो ल ठुलो आइसक्रिम सानो आइसक्रिम पक्लिन थालिसक्यो यहाँ अब खानु पर्यो भनेर आज चाहिँ ल 5 रुपियाँको आइसक्रिम भनेपछि नेपालमा 200 रुपियाँको आइसक्रिम अब यो नेपाली 200 को आइसक्रिम हो नेपालतिर कति पर्छ आइसक्रिम थाहा भएन कमेन्ट गर्नु होला ल ब्याकग्राउन्डमा पार्क छ
अब यहाँबाट म छोड्दैछु, आइसक्रिम खाँदै खाँदै निक्लिँदैछु फाइनली। र यतापट्टिको दृश्यहरू हेर्दाखेरि यो पार्कलाई, फन पार्कलाई म यहाँबाट छोडेर निक्लिँदैछु। गर्मी छ, अब युएमा गर्मी बन्न थालेको छ। र फाइनली आइसक्रिम खाँदै खाँदै, असाध्यै चिसो छ आइसक्रिम, दाँत झर्ला जस्तो भइरहेछ।